हेलो नमस्ते दर्शकबिन, यतिखेर हामी कालीगण्डकी करिडोरमा छौँ। रामदीदेखि दर्पुकसम्मको बिचको यो बाटोमा अहिले हामी हिँडिरहेको छौँ। यस्तो छ यो कालीगण्डकीको अवस्था, यो एकदम बनिरहेको छ सही तरिकाले। तल हेर्नु सिधै कालीगण्डकी, केही छैन, सिधै करिडोर। तलतिर कालीगण्डकी बगिराखेकी छन् भने यसरी देख्न सकिन्छ करिडोरको अवस्था। यो चाहिँ रामदीदेखि दर्पुकसम्मको बिचको भाग देखाउँदैछौँ हामी तपाईँहरूलाई करिडोर। तलतिर कालीगण्डकी बगिछन्। यस्तो छ सररररररररर ठुलो बाटो, यस्तो ठुलो पहिरो छ। ल हेर्नुहोस् माथि, बाबा बाबा डरै लाग्ने। बाटो चाहिँ राम्रै बनेको छ, अब तत्कालै पिच पनि हुने अवस्था छ। यसो हेर्दा टक्क राम्रो छ। सररररर तलतिर कालीगण्डकी, माथि करिडोर, कालीगण्डकी करिडोर। यो खास विशेष गरी मुक्तिनाथसम्मको यात्राका लागि चितवन गैंडाकोटदेखि मुक्तिनाथसम्म जोड्ने जुन यो करिडोर बनेको छ, अब यो लगभग पुरा हुन पनि लागेको छ। पिपल डाँडादेखि गैंडाकोटसम्म त गाडी नै चल्छ, पिच पनि भइसक्यो, बसहरू पनि चल्छ त्यो बाटोमा। यो बाटोमा पनि अब तत्कालै पिच हुने भन्ने खबर आएको छ होला सायद। यो चाहिँ रामदीदेखि दर्पुकसम्मको बिचको यो जुन भाग छ करिडोरको भाग, यस्तो अवस्थामा रहेको छ। यत्रो ठुल्ठुलो भिरहरू, यत्रो ठुल्ठुलो पहिरोहरू छिचल्दै बाटो चाहिँ मस्त बनेको छ। अब यो चाँडै नै तत्कालै यो पिच हुने भन्ने कुरा पनि आइरहेको छ। यस्तो छ, हामी त यहाँ के सोचेका थियौँ र बाटो आउला भनेरै सोचेका थिएनौँ। अहिले चाहिँ यस्तो भएको छ यो बाटो, यति ठुलो मस्त आनन्द छ हिँड्न पनि। अब यही बाटोमा सररररररर बस गुडेर घरैबाट बस चढेर अनि टक्क काठमाडौँ जाने दिन पनि आउला, नआउला भन्न सकिन्न। यतिखेर हामी जस्ट अक्करको भिरमा छौँ है। अक्करको भिर हेर्नुहोस्, कस्तो डेन्जर भिर छ यो भिरमा चाहिँ हामी पहिला चाहिँ हिँड्न पनि गाह्रो हुन्थ्यो। हिँड्न पनि टेक्का के अरे तपाईँको त्यो बार समाएर हिँड्नुपर्ने हुन्थ्यो। अहिले चाहिँ यस्तो टक्कलाई हेर्नु कति फराकिलो बाटो छ, यस्तो बनेको छ यो अक्करको भिर। रामदीदेखि थोरै यता, रामदी र दर्पुकको बिचमा यस्तो डरलाग्दो भिर छ। ल हेर्नुहोस् अक्करको भिर, साह्रै डरलाग्दो छ। ओ माई गड, हट सिधै कालीगण्डकी। तल हेर्नुहोस् सिधै कालीगण्डकी, केही छैन, सिधै स्वाट। बहुत डरलाग्दो है, हिँड्दाखेरि एकदम सुरक्षित भएर हिँड्नु होला, विशेष गरी बाइक चलाउनेहरूलाई एकदम सुरक्षित भएर चलाउनु होला। अलि डेन्जरपूर्ण ठाउँ छ यो, यहाँ यस्तो छ। यो कहाँ आइने दर्शकले, यतिखेर हामी अक्करको भिरमा छौँ। रामदीदेखि दर्पुकको बिचको अक्करको भिरमा देख्न सक्छ। तलतिर कालीगण्डकी बगेकी छन्, माथि चाहिँ यस्तो भिर छ माथि, सरररररर यस्तो अवस्था छ। ला ला ला